जम्मा 15 रुपियाँमा यस्तो दामी डोनट, क्रिम डोनट, त्यो पनि ऑरेन्ज फ्लेभरमा, अनि यस्तो क्रन्ची दामले मिठाई। यो ठाउँ त पोखराको हिडन जेम नै रहेछ नि। नदीपुरको यो तामाङ नमकिन पसलले त हाम्रो मनै जित्यो। वेलकम टु एपिसोड 6 अफ लोकल फूड सिरिज। अनर सुमन तामाङ जीले आफ्नो 15 वर्षको बेकरीको अनुभव पछि अहिले आफ्नो पसल खोल्नु भएको मात्र 1 वर्ष भयो। 20 रुपियाँ परेको यहाँको क्रिम डोनट त मैले लाइफमा खाए भरिमै बेस्ट लाग्यो। हल्का ऑरेंज फ्लेभरको हिन्ट आउने यो डोनट एकदमै सफ्ट, मिठो अनि एकदमै पर्फेक्ट छ। नर्मल डोनट पनि मात्र 15 रुपियाँमा। 10 रुपियाँ पर्ने दामले मिठाई चाहिँ एकदमै क्रन्ची र फ्रेश। यो खाँदा त मलाई मेरो बच्चा बेलाकै याद आयो। दोकान पनि एकदमै सफा र हाइजेनिक। यो ठाउँमा त हजुरहरु जानै पर्छ है। यहाँको एक्ज्याक्ट लोकेसन भैरव टोल हुँदै नदीपुर जाने बाटोतिर लाग्ने र अलिकति भित्र गइसकेपछि हजुरले राइट साइडमा दाइको यो पसल देख्न सक्नुहुन्छ। बब्बाल मिठो डोनट र दामले मिठाई खान चाहिँ पक्कै जानु होला है। थ्यांक यू फर वाचिङ। बाई।